छु को हुनुहुन्छ होला चिट्टा थुत्तिसक्नु भएको छ है। अर्को प्रतियोगी हुनुहुन्छ आयुष नेउपाने, न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल बलघाटका आयुष नेउपानेलाई म स्टेजमा आमन्त्रण गर्दछु। आयुष नेउपाने ठीक छ, कम्फर्टेबल हुनुहुन्छ, ओके हुनुहुन्छ। योर टाइम स्टार्ट्स नाउ। धन्यवाद। गाउँ सहरका गल्ली सडकमा, गाउँ सहरका गल्ली सडकमा, सानो पसल उज्यालो झ्यालमा, सानो पसल उज्यालो झ्यालमा, हातले बनाएका कला सिर्जना, हातले बनाएका कला सिर्जना, समृद्धिको कथा बोल्छन् यहाँ, समृद्धिको कथा बोल्छन् यहाँ। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्पूर्ण अतिथिगण लगायत हात बनाएका तराजु लिएर बस्नुभएका निष्पक्ष हिँडायक मण्डलज्यूहरू, साथसाथै प्रतियोगी तथा अप्रतियोगी साथी भाइ बहिनीहरूलाई म आयुष नेउपाने र मेरो न्यू भिजन इङ्ग्लिस स्कुलको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्दछु। आज यस स्थानीय उद्योग र व्यापारद्वारा आयोजित प्रथम पत्रकार एक्सपो 2082 मा म त्यहाँ उपस्थित भई आफ्ना केही भनाइहरू प्रस्तुत गर्न पाउँदा म आफूले आफूलाई निकै गौरवशाली ठानेको छु र आजको यस वक्तृत्व कलाको शीर्षक रहेको छ स्थानीय उद्योग र व्यापार दिगो विकासका आधार भन्ने शीर्षकमा आफ्ना केही तर्कहरू प्रस्तुत गर्न म सभाध्यक्षज्यूसित अनुमति चाहन्छु। धन्यवाद छ सभाध्यक्षज्यू। आज यस स्थानीय उद्योग र व्यापार दिगो विकासका आधार भन्ने शीर्षकमा आफ्ना केही तर्कहरू प्रस्तुत गर्दै आजको यस वक्तृत्व कला सुरु गर्न गइरहेको छु। स्थानीय उद्योग र व्यापार भनेका कुनै निश्चित स्थान वा समुदायमा अवस्थित स्रोत, साधन वा श्रम सञ्चालन गर्ने साना गतिविधिहरू हुन्। यस्ता गतिविधिहरूले स्थानीय जनताका जनस्रोत विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यस्ता व्यापारलाई हामीले दिगो विकासमा लैजान सक्यौँ भने यसले वातावरणीय सन्तुलन पनि कायम राख्न मद्दत गर्छ। यस्ता व्यापारलाई हामीले दिगो विकासमा लैजाने सबैभन्दा महत्त्वपूर्ण अवसर नै स्थानीय स्रोत र साधनको उपयोग नै हो। यस्ता स्थानीय उपलब्ध कच्चा पदार्थ, जनशक्ति र सिपको प्रयोग गर्दा उत्पादन लागत घट्छ र रोजगारीको सिर्जना वृद्धि हुन्छ। यसरी गाउँठाउँमै आय आर्जन गर्न पाउँदा मानिसहरू विदेश वा सहर पलायन हुनु पर्दैन र वातावरणीय सिर्जना सधैँ कायम नै भइराख्छ। अवश्य सबैभन्दा पहिले आर्थिक दृष्टिले हेर्नु पर्दा त स्थानीय उद्योग र व्यापारले हामीलाई रोजगार नै सिर्जना गरिराखेकै हुन्छ। यसले आय स्तर बढाउँछ, गरिबी घटाउँछ र रोजगारीको सिर्जना वृद्धि गराउँछ। यसले गर्दा नै मानिसहरू सहज ढङ्गले जीवन यापन गर्न सकेका छन्। यसले पैसा गाउँ समुदायमै घुमिरहन्छ जसले दीर्घकालीन स्थायित्वलाई ल्याउँछ। यसले गर्दा नै मानिसहरूले आजसम्म विदेश नगई गाउँठाउँमै रोजगारी प्राप्त गर्न सकेका छन्। सामाजिक दृष्टिले हेर्नु पर्दा स्थानीय स्रोत र साधनले हामीलाई निकै फाइदा पुर्याउँछ। यसले महिलाहरू, युवा र पिछडिएका वर्गलाई एकसाथ उद्यमशीलताका साथ सहभागी गराई समान अवसर प्राप्त गर्न पनि मद्दत गर्छ। यसको कारणले नै सामाजिक विकासमा ठुलो टेवा पुर्याएको छ। वातावरणीय दृष्टिले हेर्नु पर्दा स्थानीय उद्योगले हामीलाई झन् ठुलो फाइदा पुर्याएको छ। यसले हामीलाई दूरीबाट सामान ढुवानी गर्नु पर्दैन, इन्धनको खपत र कार्बन उत्सर्जन पनि कम गराएको छ। यसले गर्दा नै आफ्नो समुदायको संरक्षण आफै गर्ने जिम्मेवारी पनि लिएको छ। स्थानीय उद्योग र व्यापारले हामीलाई समृद्धि र सामाजिक एकतामा पनि ठुलो विकास टेवा पुर्याएको छ। अन्ततः स्थानीय उद्योग र व्यापारले हामीलाई समृद्धि, आत्मनिर्भरता र सामाजिक एकता गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसले परम्परागत संस्कृति, सिप र कलालाई राम्रोसँग संरक्षण गर्न पनि जानेको छ। यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूले केही न केही स्थानीय उद्योग र व्यापार त गरि नै रहनु भएको छ। त्यस कारणले कसैले पनि अरूको रिस, डाह वा बदलाको भावना भन्ने काम चाहिँ हामीले गर्नु हुँदैन। अन्त्यमा म के भन्न चाहन्छु भने म यहाँ उपस्थित भई बोल्ने क्रममा मबाट केही ससाना गल्ती त भएका नै छ। त्यस गल्तीलाई ध्यानपूर्वक नदिई
धन्यवाद। धेरै धेरै धन्यवाद छ आयुष नेउपाने भाइलाई। उहाँ हुनुहुन्थ्यो न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल बर्दघाट 15बाट हुनुहुन्थ्यो। अत्यन्तै राम्रो वक्तित्व उहाँले दिएर गइसक्नु भएको छ। उहाँको सम्मानका लागि पुनः एकपटक जोरदार तालीले उहाँलाई सम्मान व्यक्त गरौँ। यसै गरी हामीले हाम्रो मुख्य चाहना, हाम्रो अपेक्षा